आज यहाँ पाथिभरा दर्शनको लागि हामी आएको थियौँ ताप्लेजुङबाट चाहिँ हामी अब पैदल काफ्लेपाटीबाट पैदल हिँडेर माथि मन्दिरको यात्रा गर्नुपर्छ 5 किलोमिटरको। त्यसपछि चाहिँ अनि मात्रै मन्दिर पुगिन्छ। अहिले चाहिँ हामी मन्दिर पुगेर फर्किँदैछौँ ठुलो फेदीबाट फर्किने क्रममा चाहिँ यहाँनिर एकदम अहिले लाली गुराँस फुल्ने समय पनि हो। त्यस कारणले यहाँनिर पुरै ढकमक्क लाली गुराँस देखिन्छ। यो सबै एरिया लाली गुराँस फुलेर रातो सेतो र पिङ्क कलरको लाली गुराँसहरू विभिन्न प्रकारको लाली गुराँसहरू फुलेको देखिन्छ। यहाँनिर एकदम रमणीय दृश्य देख्न सकिन्छ। सबै लाली गुराँसहरू हुन्। बाटो पनि एकदम राम्रो बनाएको छ अहिले चाहिँ। जताततै लाली गुराँसको बोट देख्न सकिन्छ। अहिले हामी फाइनली चाहिँ ठ्याक्कै यो गुराँसे डाँडा भन्ने ठाउँमा आइपुगेछौँ। गुराँसे डाँडामा चाहिँ एकदम लाली गुराँसेहरूको मात्रै बोटहरू रहेछ। त्यस कारणले पनि यसलाई गुराँसे डाँडा भनेर परिचित छ। यहाँ चाहिँ एकदमै धेरै लाली गुराँसहरू फुलेको देख्न पाइन्छ। यहाँनिर चाहिँ पुरै ढकमक्क भएर लाली गुराँसहरू विभिन्न प्रकारको गुराँसका बोटहरूको दृश्य देख्दै पर पहाडी इलाकाको भ्यू पनि देख्न सकिन्छ। यहाँ यात्रीहरू आइराख्नु भएको छ मन्दिर दर्शनको लागि।